हिजो बेलुका चाहिँ के भयो भन्दा 8:15 बजेतिर एनसेलको एउटा मेसेज पप भयो स्क्रिनमा। मैले हेरेँ अनि त्यो मेसेजमा के लेखेको थियो भने तेरो डेटा अन भएको छ, डेटा चलेको छ र ब्यालेन्स काटिएको छ भनेर आयो हैन। अनि हेरेँ डेटा अन छैन, मोबाइल वाइफाईमा कनेक्ट छ है। त्यसपछि मलाई अचम्म लागेर मैले एनसेलको कल सेन्टरमा फोन गरेँ। मैले त्यहाँ चाहिँ उहाँलाई मेरो वाइफाई अन हुँदाखेरि कसरी चाहिँ डेटा चल्यो भनेर पैसा काट्यो भनेर उहाँलाई सोधेँ। अनि डेटा नै अन नगरिकन वाइफाईमा कनेक्ट भइरहेको मोबाइलमा पपअप भएर त्यो डेटा चलिरहेको छ भनेर आयो एनसेलबाट है। हजुर त्यो कसरी सम्भव हुन्छ? त्यस्तो हुन्छ र? हजुर सर, हजुरको चाहिँ डाटा अन भए पनि हजुरको अब वाइफाई अन छ भने पनि कहिलेकाहीँ चाहिँ हजुरले मिस्टेकली डाटा अन गर्नुभएको हुनसक्छ। मिस्टेकली डाटा अन मैले भने नि तपाईँलाई म वाइफाईमा छु कन्टिन्यू, मलाई भर्खरै पपअप भयो त्यो मेसेज होइन। अनि त्यो मेसेज पपअप भइसकेपछि त्यो डेटा कहिले चलेको छ, कहिले काटिएको छ भनेर नि हेर्न मिल्छ होला नि है। हजुर सर, हजुरको चाहिँ हिजोको दिन हजुरको 15 तारिकमा पनि 17 तारिकमा पनि र आजको 18 तारिकमा पनि एकचोटि डाटा अन भएर ब्यालेन्स काटिएको छ। आजको दिनमा चाहिँ एकचोटि मात्रै अन भएछ र ₹1.27 पैसा काटेको छ। हिजोको दिनमा चाहिँ हजुरको 4 चोटि अन भएर काटिएको छ र 4 चोटि काटिएको छ। हजुर सुन्नु है, म तपाईँलाई भन्छु, म अहिले पनि तपाईँको ठ्याक्कै मैले माथि उसमा के अरे स्क्रोल गरेर डेटामा हेरेँ कि डबल सिम लाग्छ मेरो मोबाइलमा होइन। हजुर हजुर। अनि डबल सिम लाग्ने मोबाइलमा डेटामा चाहिँ नमस्ते छ कि मेरो, बुझ्नुभयो नि सर। यस्तो हुन्छ हजुरको, अब यदि हजुरले नचलाउनु भएको, मिस्टेकली अन भएको अथवा यताबाट नै काटिएको भने हुन सक्थ्यो भने सर त्यो सिचुएसन पनि हुन सक्थ्यो। तर मैले यहाँनिर सिस्टममा चेक गर्दा हजुरको चाहिँ 29 KB युज भएको छ। 29 KB युज भएको भनेको त आफै अन भएर अथवा आफै ब्यालेन्स काटिएर त युज भएको हुँदैन नि त। कहिलेकाहीँ चाहिँ हजुरको कस्तो हुन्छ भने सर झुकेर चाहिँ एक्टिभ अन हुन्छ, हजुरले अर्कै क्लिक गर्न खोज्दाखेरि झुकेर डाटा अन हुन्छ सर। कहिलेकाहीँ चाहिँ मिस्टेकली नै हुन्छ। त्यसपछि हजुर र भनेको के भन्दा डिफल्टमा नै जब नमस्तेको सिम छ, बुझ्नुभयो नि होइन सर। हजुरको कहिलेकाहीँ मोबाइलको सेटिङमा डिफल्टमै राख्नु भएको छ भने पनि हजुरको त्यहाँनिर फ्लक्चुएट हुन्छ सर। फ्लक्चुएट हुनु एकदमै नर्मल हो। अचम्मको के भयो भन्दा यो कसरी सम्भव छ कि जब कि डेटा अन छैन, मेरो मोबाइल कन्टिन्युस वाइफाईमै कनेक्टेड छ, बत्ती पनि गएको छैन अहिले होइन। हजुर। अनि तपाईँको कति 8 बजेर कति मिनटमा भन्नुभयो अरे? हजुरको आजको दिनमा सर 8 बजेर 13 मिनटमा काटिएको छ। 8 बजेर 13 मिनटमा मेरो डेटै अन छैन। मैले डेटा त अन भयो भने पनि अफ गर्न त म्यानुअली टच गर्नुपर्छ नि त होइन र? अनि त्यो गर्नु पर्यो।